नमस्कार, म रविन्द्र ढुङ्गेल यो रूपान्तरणको यो श्रृङ्खलामा हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय दर्शकहरू, आजको यो विशेष श्रृङ्खलामा हामी फोटोग्राफीका कुराकानी गर्छौँ। केपीए विडिङ फोटो अवार्ड 2024 आयोजना हुन गइरहेको छ। यो नेपालमै ऐतिहासिक रूपमा काठमाडौँ फोटोग्राफर सङ्घले यो कार्यक्रम आयोजना गर्न गइरहेको छ। खास गरी यो कार्यक्रमको उद्देश्य, यो कार्यक्रमको नारा चाहिँ मनले हेर्ने दृष्टिकोण बदल्दा तस्बिरको कथा बदलिन्छ भन्ने रहेको छ। काठमाडौँ फोटोग्राफर सङ्घले विगतमा पनि 6वटा भन्दा बढी यसखाले अवार्डहरू, यसखाले कार्यक्रमहरू आयोजना गर्दै गइरहेको छ। खास गरी यो कार्यक्रम उद्देश्य भनेको चाहिँ उहाँहरूले संस्कृति जोगाउने, वेडिङ नेपालमा विवाह संस्कृतिलाई प्रवर्धन गर्ने, विवाह संस्कृतिलाई जोगाउने र सँगसँगै फोटोग्राफरहरूको अवस्था कस्तो छ त, फोटोग्राफी गर्नेहरूको सङ्ख्या, फोटोग्राफरले दिएको योगदान नेपालमा ज्यादै छ। विश्व इतिहासमा हेर्ने हो भने पनि विश्वका विभिन्न राजनीतिक, प्रशासनिक अथवा विभिन्न क्षेत्रमा गरेको फोटोग्राफरले गरेको योगदान ज्यादै छ। नेपालमा पनि विभिन्न आन्दोलनताका, विभिन्न चाहिँ राजनीतिक परिवर्तनताका अथवा विभिन्न समयमा नेपालको सामाजिक वस्तुस्थितिको प्रष्ट जानकारी दिने काममा फोटोग्राफरहरू योगदान गरिरहेका छन्। 46 सालदेखि फोटोग्राफर सङ्घको रूपमा चाहिँ विभिन्न रूपमा चलाइए तापनि 65 सालबाट काठमाडौँ फोटोग्राफर सङ्घ स्थापना भयो र त्यस पश्चात नै एउटा मेन उद्देश्य बोकेर यो संस्था लागिरहेको छ। यो संस्थाले यो कार्यक्रम आयोजना गर्नु स्वाभाविक पनि हो, तर पनि फोटोग्राफरहरू जसरी नेपालमा विभिन्न कोणबाट राज्यलाई पनि योगदान गरिरहेका छन्, सामाजिक क्षेत्रमा पनि योगदान छ, सांस्कृतिक क्षेत्रमा पनि योगदान छ, तर राज्यले हेर्ने दृष्टिकोण कस्तो छ फोटोग्राफरहरूलाई। आजको श्रृङ्खलामा हामी काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष हरिप्रसाद घिमिरेज्यूसँग कुराकानी गर्छौँ। उहाँसँग हामी मूलतः काठमाडौँ फोटोग्राफर सङ्घको आयोजनामा केपीए विडिङ फोटो अवार्ड 2024 आयोजना हुन गइरहेको छ। यो अवार्डको उद्देश्य कस्तो हो, कति प्रतियोगीहरू कहाँ कहाँबाट आउँदैछन् र कस्तो बन्दैछ पौष 12 र 13 गते कार्यक्रमहरू, उहाँसँग यो कार्यक्रमबारे बढी केन्द्रित हुनेछौँ। उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ। नमस्कार सर। नमस्कार, धन्यवाद। सर्वप्रथम सरलाई बधाई छ होइन, यो खालको कार्यक्रम तपाईँहरूले आयोजना गर्नुभएको छ। यो अहिले यति बेला ज्यादै चर्चामा पनि छ तपाईँहरूको विषयहरू। यो कार्यक्रम उद्देश्य अथवा यो कार्यक्रम गर्ने मनसाय कसरी सुरु भयो र कस्तो बन्दैछ कार्यक्रम तयारी कस्तो भइरहेको छ? विशेष गरेर काठमाडौँ फोटोग्राफर सङ्घले हामीले यो कार्यक्रमको रूपरेखा भन्नुपर्दा 2012देखि फोटो कम्पिटिसनको रूपमा अगाडि बढिरहेको छ। जुन फोटो कम्पिटिसन, वेडिङ विवाह फोटो कम्पिटिसनलाई कसरी अगाडि बढाउन सकिन्छ, व्यावसायिक रूपमा कसरी अगाडि बढ्न सकिन्छ भनेर बिस्तार अगाडि बढ्दै जाँदा अहिले हामी 7औं संस्करण केपी वेडिङ फोटो अवार्डमा आइरहँदाखेरि समग्र फोटोग्राफरको सम्मान, फोटोग्राफीलाई व्यावसायिक हिसाबले कसरी अगाडि बढाउन सकिन्छ र एउटा उद्योगको रूपमा कसरी स्थापित गर्न सकिन्छ भनेर हामी लागिरहेका छौँ। व्यवसायहरू धेरै किसिमका हुन्छन् होइन, कतिपय व्यवसायहरू योगदानमा आधारित हुन्छन्, कतिपय व्यवसायहरू चाहिँ स्वतस्फूर्त पनि गरिन्छ, अथवा चाहिँ कतिपय व्यवसायले आम्दानी मात्रै गराउँछ, योगदान गराउँदैन। यो फोटोग्राफी भन्ने व्यवसाय चाहिँ नेपालमा अलि एक समय त ज्यादै फस्टाएको पनि थियो होइन। पछिल्लो समय प्रविधिको विकाससँगै यसको अलिकति प्राथमिकता र यसको अलि मार्केट चाहिँ अलिक कम हुँदै गइरहेको छ। भनेको यो कार्यक्रमले चाहिँ मार्केट बिल्डअप गर्ने काम होइन, फोटोग्राफर नै किन चाहिन्छ त, फोटोग्राफरको आवश्यकता महसुस गराउने काम, योतिर तपाईँहरूको ध्यान छ कि छैन सर? वास्तवमा यो कार्यक्रम मार्फत चाहिँ खास गरी केपीए फोटो अवार्ड 2024 मार्फत एकदम यहाँले उठाउनु भएको कुरा एकदम जायज कुरा हो। विशेष गरेर फोटोग्राफरलाई जुन व्यावसायिक रूपमा केही गाह्रो परेको अवस्था अथवा असहज परिस्थिति भइरहेको अवस्था छ भन्दा पनि विशेष गरेर कसरी हुन्छ आफ्ना कामहरू देखाउने, फोटोग्राफरले आफूले काम गरिरहेको हुन्छ तर एउटा देखाउने ठाउँ पाइरहेको हुँदैन। एउटा कहाँ गएर देखाउने त, बेहुलीलाई हामी फोटो खिचेर दिन्छौँ, पेन ड्राइभमा हाल्छौँ, दिन्छौँ, अथवा हामी विशेष गरेर पेन ड्राइभ भन्दा पनि प्रिन्टेड फोटो एल्बम पनि बन्ने चलन छ, एल्बम बनाएर दिन्छौँ। तर सीमित व्यक्तिले मात्र हेरिन्छ, घरमा हेऱ्यो, केही समय हेरिन्छ, त्यस पछाडि त्यो थर्केर बस्न सक्ला। तर जीवन्त रूपमा एउटा संस्थागत रूपमा अथवा डकुमेन्टको रूपमा कसरी अगाडि राख्ने भन्ने कुराहरू यसले चाहिँ संस्कृतिसँग पनि मेल खाने भएर हामीले यो अवार्ड अगाडि बढाइरहेका छौँ। हो सर, अब विवाह गर्ने संस्कृति नेपालको मौलिक शैली विवाह गर्ने संस्कृति अथवा विवाहलाई नै प्राथमिकता दिने संस्कृति त हाम्रो देशमा मात्रै हो। विवाहलाई हामी जन्म, मृत्यु, विवाह होइन, यो 3वटा घटनाहरूलाई हामी अलिक बढी चाहिँ जीवनका महत्त्वपूर्ण घटना भनेर चिन्छौँ, मान्छौँ।
होइन विवाहलाई प्राथमिकता दिने विवाहलाई नै महत्त्व दिनेहरू पनि छन् विवाहमा फोटोग्राफी भयो भने झन् महत्त्व हुन्छ होइन जसले अघि भने जस्तो जीवन्त बनाइदिन्छ इतिहासको पुनर्जागरण पनि हुन्छ होइन अब तपाईँहरूको कार्यक्रममा चाहिँ कति पुरानो फोटोग्राफर कति पुरानो फोटोग्राफी आउँदैछन् जसले चाहिँ उनीहरूको होइन फोटोग्राफरको लागि त भनौँ न त्यति पुरानो फोटो कति धेरै दशकका फोटोहरू हुन सक्छन् त्यो पुरानो फोटो कलेक्सन हुने सम्भावना छ कि छैन अथवा त्यसले चाहिँ तपाईँहरूलाई कति ऊर्जा दिने महसुस गर्नुभएको छ विशेष गरेर फोटोग्राफरहरू नयाँ उदयमान फोटोग्राफरहरू भर्खरै लागेका फोटोग्राफरदेखि पुराना अनुभवी 10औं वर्ष 20औं वर्ष काम गरेका फोटोग्राफरहरूले पनि यो कार्यक्रममा चाहिँ सबमिट गर्नुभएको छ फोटो धेरै वर्ष अगाडि खिचेको फोटोहरू पनि आउँछन् हैन यस कार्यक्रममा चाहिँ 20औं वर्ष अगाडिदेखिका फोटो आउने नभएर अहिले 2019 पछाडिका फोटोहरूलाई हामीले राख्ने गरेर यो प्रबन्ध मिलाएका छौँ तर फोटोग्राफरको अनुभवको आधारमा चाहिँ 20 वर्ष अगाडिदेखि अनुभवी फोटोग्राफरहरूले पनि यहाँ सबमिट गर्न सक्नुहुनेछ हजुर सर अब यो भनिरहँदाखेरि चाहिँ तपाईको नेतृत्व भएको 1 वर्ष भयो हैन 1 वर्षमा तपाईले यो खालको च्यालेन्ज गर्दै हुनुहुन्छ यो चुनौतीपूर्ण काम थियो हैन यस पछाडिका अप्ठ्याराहरू कस्तो थिए हैन यो आफैमा चुनौतीपूर्ण छ किनकि यो देशव्यापी होइन सर एकदम देशव्यापी यो 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 काठमाडौँ मात्रै हैन देशव्यापी नै भयो अझ विशेष गरेर काठमाडौँ मात्र नभएर जिल्लाहरू अथवा विभिन्न देशैभरि हामीले यसलाई फोकस गरेका छौँ अब नेपाली फोटोग्राफर कोही विदेशमा हुनुहुन्छ भने पनि उहाँले यसमा चाहिँ सहभागी हुने एउटा हामीले प्रावधान मिलाएका थियौँ भनेको नेपाली फोटोग्राफी चाहिँ व्यक्ति नेपालको हुनु पर्यो फोटोग्राफर चाहिँ नेपालको फोटोग्राफर म नेपाली फोटोग्राफर भएर एउटा गौरव गर्ने एउटा आफ्नो कला देखाउने ठाउँको लागि हामीले यो एउटा प्लेटफर्मको रूपमा क्रिएट गरेका छौँ हजुर सर अनि मैले त्यो भनिरहँदाखेरि चाहिँ जस्तो कि नेपालमा फोटोग्राफी गर्नेहरूको सङ्ख्या धेरै छ हेर्नुहोस् होइन विभिन्न रूपमा फोटोग्राफी गरिरहेका हुन्छन् व्यक्तिहरूले कतिपय तपाईँहरूसँग सङ्गठित हुन्छन् कतिपय सङ्गठित नभएका हुन सक्छन् उनीहरूलाई सङ्गठित गर्ने काम पनि यो कार्यक्रमले गर्छ होइन सर भनेको फोटोग्राफरहरूको एसोसिएट जुन संस्था छ यो संस्था पनि थप बलियो बन्छ यो कार्यक्रमपछि अवश्य पनि यो कार्यक्रम भनेको फोटोग्राफरलाई कसरी तयारी हुँदैछ जुन जानकारी दिनुहोस् न सर यो नेपालका 77वटा जिल्ला छन् यति बेला 77वटा जिल्लासँगको नेटवर्क कस्तो हुँदैछ र कसरी तयार भइरहेको छ पूर्ण रूपमा विशेष गरेर फोटोग्राफरको जीवनस्तर उकास्ने मात्रै नभएर कसरी फोटोग्राफरहरू बिचमा नेटवर्किङ गर्ने र नेपालको पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण फोटोग्राफरहरूलाई कसरी एउटै प्लेटफर्ममा हामीले अगाडि ल्याउने एकै ठाउँमा कसरी ल्याउने भनेर यो कार्यक्रम हामीले संरचना बनाएका छौँ अहिले हामीसँग विभिन्न जिल्लाहरूमा हामी केही दिन अगाडि हामी स्थलगत गएकै थियौँ विभिन्न ठाउँमा स्थलगत गएर विभिन्न ठाउँमा पोखरा बुटोल दाङ लगायत कपिलवस्तु चितवन यता पर्सा बाराका साथीहरूसँग पनि हामीले विभिन्न कन्ट्याक्ट गरेर उहाँहरूसँग कम्युनिकेसन भइरहेछ उहाँहरूको सङ्ख्या उल्लेखनीय सङ्ख्या हामीसँग फोनमा पनि कुरा भइरहेको हुन्छ हामी उल्लेखनीय सङ्ख्यामा काठमाडौँ आउँदैछौँ भनेर उहाँहरू फोन बारम्बार गरिरहनु भएको छ एउटा देशव्यापी रूपमा उल्लासमय तरिकाले फोटोग्राफर साथीहरू नेपाली फोटोग्राफरहरूको एउटा मञ्चको रूपमा उहाँहरू चाहिँ आउन लालायित हुनुहुन्छ सर अब यो त फोटो क्रान्ति नै भयो गर्नुभयो तपाईँहरूले है फोटो क्रान्ति यो त फोटो क्रान्ति नै भयो नि होइन अधिराज्यभरका फोटोग्राफरहरू एकैचोटि झ्याप्पै भेला भएर होइन एक खालको तयारी पनि गर्दैछन् भन्ने सँगै सङ्केत देखियो र विभिन्न किसिमको फोटोग्राफीहरूको चाहिँ यहाँहरूले प्रदर्शन पनि गर्दै हुनुहुन्छ यो कार्यक्रम कस्तो बन्दैछ होइन 12 गते कार्यक्रम सेड्युल कस्तो हो र 13 गते कार्यक्रमको सेड्युल कस्तो हो ठ्याक्कै विशेष गरेर हाम्रो फोटो क्रान्ति भन्दा के फरक परेन है यो त अवश्य पनि फोटो एउटा क्रान्तिको रूपमा तपाईँले जसरी व्याख्या गर्नुभयो हामी चाहिँ फोटो उद्योगलाई व्यवस्थित र मर्यादित बनाउँदै कसरी यो व्यवसायलाई अझ उच्च लेभलमा पुर्याउन सकिन्छ र विश्वलाई गौरव गर्न लायक बनाउनु पर्यो सर विश्वलाई कसरी नेपालको यो कला संस्कृति देखाउन सकिन्छ भनेर यो पहिलो दिनको कार्यक्रम रहेको छ हाम्रो यो पौष 12 गते शुक्रबार त्यो चाहिँ राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रम रह्यो यसमा चाहिँ भव्य समारोहको बीच हामीले यो टपमा पर्नुभएका हामीले अहिले सामाजिक सञ्जालमा हालिसकेका छौँ टपमा टप 100 र टप 20 फोटोलाई त्यो फोटोहरूका विजेताहरूलाई विजेता घोषणा प्लस हामीले चाहिँ उहाँहरूको लागि पुरस्कार र सम्मान टप 100 लाई पनि हामी सम्मान गर्ने कार्यक्रम रहेको छ भने यतापट्टि अर्को टप 20 लाई पनि हामी सम्मान गर्छौँ अब यो संस्कृति प्रवर्धनमा योगदान पनि हो हैन यो चाहिँ तपाईहरुले सिर्फ फोटो खिच्नुभयो व्यवसाय गर्नुभयो मात्रै होइन हैन संस्कृति प्रवर्धनमा किनकि नेपालमा विवाह संस्कृति लोपोन्मुख हुँदै गइसक्यो
होइन तपाईँलाई के लाग्छ यो विषयमा? र पहिले त त्यो चाप हुन्थ्यो नि, तपाईँ त लामो तपाईँकै अनुभव 20औं वर्षको भइसकेको छ फोटोग्राफीमै होइन, तपाईँ यति लामो अनुभव भएको व्यक्ति भएको कारणले तपाईँहरूले नयाँ पुस्तालाई दिने सन्देश कस्तो हो? यो पेसामा आएपछि व्यक्तिले गर्व गर्न सक्छ कि सक्दैन सर? अवश्य पनि यो पेसामा आएपछि म गर्व गर्न सक्छु भन्ने एउटा चाहिँ प्रमाणित गर्नको लागि हामी खोजिरहेका छौँ। हामी 20औं वर्ष एउटा काम गरेको अनुभवले पनि के भन्छ भन्दाखेरि यो पेसामा काम गरेर मेरो आत्मनिर्भर भएर म मेरो परिवार बालबच्चादेखि लिएर आफ्नो परिवार राम्रोसँग पाल्न सक्छु र म स्वरोजगार भएर आज नेपाली धेरै मान्छेहरू विदेश गइरहनु भएको छ। नेपालमा फोटोग्राफी गरेर राम्रोसँग काम गर्न सकिन्छ र एउटा स्वरोजगार भएर आफ्नो जीवन निर्वाह गर्न सकिन्छ भन्ने एउटा उदाहरणीय रूपमा पनि हामी यसलाई अगाडि बढाइरहेका छौँ। मेरो आफ्नै अनुभव पनि त्यही छ र हाम्रा आम फोटोग्राफरहरूले पनि यसै रूपमा लिनुभएको छ। अनि यो चाहिँ हामीले जुन अवार्ड गर्दै गर्दा आफूलाई कुन लेभलमा छु त, म प्राविधिक रूपमा म विवाह फोटोग्राफीमा गरिरहेको छु, निरन्तर गरिरहेको छु, बिगिनर फोटोग्राफर होला अथवा लामो समयदेखि फोटोग्राफी गरिरहनु भएको, तुलनात्मक रूपमा म कस्तो रहेछ त, नेपालमा फोटोग्राफी कस्तो भइरहेको रहेछ, आफूलाई पनि आफैले जजमेन्ट गर्ने एउटा अमूल्य समयको रूपमा फोटोग्राफरलाई लिनुभएको छ। उहाँहरू त्यो रूपमा आइरहनु भएको छ देशैभरिबाट। हजुर, अब यो भनिरहँदाखेरि सर जस्तो कि फोटो प्रदर्शनीमा चाहिँ कति प्रकारका फोटोहरू राखिन्छ होइन, यो प्रकार होला नि त, यसको प्रकृति पनि होला होइन सर? कस्ता प्रकारका फोटो राखिन्छ अथवा अधिराज्यभरका फोटोहरू राखिन्छ कि त्यहाँ सेलेक्टेड फोटोहरूमा राखिन्छ, कसरी राखिन्छ सर यसमा? विशेष गरेर यो हाम्रो पहिलो दिनमा हुने घोषणा कार्यक्रम त भइहाल्यो। सेकेन्ड डेको चाहिँ हाम्रो कार्यक्रममा चाहिँ आर्ट ग्यालरी बबर महलमा चाहिँ हामीले बिहान 11 बजीदेखि 4 बजीसम्म फोटो प्रदर्शनी राखेका छौँ। यहाँ चाहिँ जुन सम्मानित भएका फोटोहरू जुन टप 100 र टप 20 हामीले मुख्य विधामा टप 100मा विवाह संस्कृति विवाहलाई नै फोकस गरेर राखेका छौँ भने सहायक विधा अन्तर्गत अहिले नेपालमा पनि प्रचलन सुरु भइसकेको छ। फोटोग्राफीको एउटा प्री वेडिङ अथवा पोस्ट वेडिङ फोटो सुट गर्ने र आफ्नो फोटोग्राफरले कला देखाउने आफ्नो पूर्ण रूपमा इक्विपमेन्टहरू प्रयोग गरेर त्यो इक्विपमेन्टलाई कसरी युज गरेका छ भनेर त्यहाँ देखाउने एउटा ठाउँको रूपमा हामीले विकास गर्नको लागि यस वर्षबाट हामीले पोस्ट वेडिङ र अथवा प्री वेडिङका फोटोहरू पनि टप 20लाई हामीले घोषणा गरेर त्यहाँ एउटा प्रदर्शनी गर्छौँ। सँगसँगै हामी यस वर्षबाट चाहिँ भिडियो सर्ट भिडियोको रूपमा अहिले धेरै हामी प्रचलित नै छौँ। सर्ट भिडियोले राम्रो सन्देश दिइरहेछ, 15 सेकेन्डको भिडियोले पनि राम्रो सन्देश दिन्छ। अवश्य पनि हामीले 1 मिनट 30 सेकेन्ड सम्मका भिडियोहरूलाई यसमा समावेश गरेका छौँ। सो भिडियोहरूले चाहिँ कला संस्कृति जोगाउनु साथसाथै आफूलाई सम्मानित गर्ने फोटोग्राफरलाई पनि आफू सम्मानित हुने एउटा गर्व महसुस गर्नुहुन्छ भनेर यो वर्ष चाहिँ हामीले भिडियोमा पनि रूपान्तरण भएर अब भिडियोको पनि अवार्ड गर्नुपर्छ भनेर हामी अगाडि बढिरहेका छौँ। सर अब त्यहाँ आएका फोटोहरू लगभग 100 भन्दा बढी फोटोहरू हुने भयो होइन? 100 फोटोहरूको चाहिँ यहाँले सङ्ग्रहीकरण गरेर त्यसको चाहिँ कुनै पुस्तिका अथवा कुनै प्रकाशन गर्ने अथवा चाहिँ त्यसलाई चाहिँ राख्ने त्यो खालको योजना छ कि छैन सर? यो सङ्ग्रहीकरण गर्ने, किनकि सङ्ग्रहीकरण ढिला गर्नु पनि भएन होइन, किनकि तपाईँहरूले गरेको यो महत्त्वपूर्ण काम पनि हो। र सँगसँगै अब नयाँ पुस्ताका लागि अब विवाह संस्कृति पनि बिस्तारै विभिन्न प्रचलनहरू सिकिरहेका छन्, नेपाल नयाँ प्रचलन भित्रिरहेका छन्। पुराना प्रचलनहरूलाई जोगाउनका लागि चाहिँ नयाँ पुस्तालाई होइन पछि हस्तान्तरण सिकाउन पनि भयो, यो खालको प्रकाशन गर्ने ओर्ने त्यस्तो खालको के योजना छ? एकदम हजुरले उठाउनु भएको कुरा एकदम राइट कुरा उठाउनु भयो। हामी सोचिरहेका छौँ यो जुन अवार्डमा हामी एउटा देशैभरिका विभिन्न जाति वेशभूषासँग सम्बन्धित सांस्कृतिक रूपमा भौगोलिक रूपमा पनि डिफ्रेन्ट पार्टबाट फोटोहरू आएका छन्। ती फोटोहरूलाई चाहिँ हामी कसरी सङ्ग्रहित गर्न सकिन्छ, एज अ हामी बुक पब्लिस गरेर अथवा फोटोलाई चाहिँ हामीले कसरी फ्रेममा राख्ने त हाम्रो एउटा यो त मिनिमम भयो। हामी जुन फोटो प्रदर्शन गर्न गइरहेछौँ त्यो दिनबाटै सुरु हुन्छ कि यो चाहिँ फोटोग्राफरलाई मात्रै नभएर आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि एउटा राम्रो ठाउँ हुनसक्छ कि मैले फोटो यसरी बनाउन सकिन्छ, यसरी बनाउनु पर्ने रहेछ र मेरो घरमा यसरी सजाउनु पर्ने रहेछ भनेर त्यो अवलोकन गर्ने ठाउँ एउटा राम्रो हुन्छ भने तपाईँले भन्नुभयो जस्तै हामी सङ्ग्रहित रूपमा काठमाडौँ फोटोग्राफर सङ्घले यो विवाह फोटोग्राफीलाई पनि अब पुस्तकको रूपमा हुन्छ अथवा हामी त्यो विषयमा पनि हामी सोचिरहेका छौँ। आशा छ यो चाँडै नै हामीले पब्लिस पनि गर्छौँ होला। अब 200 वर्षको इतिहास छ हेर्नुहोस् फोटोग्राफीको होइन, 1826 देखि अहिले 2024-25 हुँदैछ होइन।
यो 200 वर्षको अवधिमा फोटोग्राफरहरूको ठुलो योगदान छ विभिन्न कोणबाट हैन। तपाईँ जस्तै फोटोग्राफरहरूले हैन फोटो खिचिदिएको कारणले हामी जस्तो पत्रकारहरूले पनि विभिन्न रूपमा फोटो प्रयोग गर्न पाएका छौँ हैन। तपाईँहरूले सङ्ग्रहीकरण राखिदिएको कारणले अहिले सर खोज्ने बित्तिकै गुगलमा फोटोहरू पाइन्छ हैन। तपाईँहरूको योगदान धेरै छ सर, हेर्नुहोस् हैन, योगदानको चर्चा त धेरै गर्नु पनि पर्छ, गरिरहेका पनि छौँ हामीले। तर राज्यको तर्फबाट चाहिँ हैन पत्रकारहरूलाई एक खालको दर्जा छ हैन। अरू व्यवसायीहरूलाई पनि उहाँहरूलाई सम्मान छ, आत्मसम्मान छ। फोटोग्राफरहरूलाई चाहिँ अलिकति हैन राज्य दृष्टिकोण कस्तो छ, तपाईँ एउटा चाहिँ अनुभवी फोटोग्राफर मात्रै होइन, तपाईँ संस्थागत रूपमा पनि अध्यक्ष भएको हिसाबले यो कस्तो छ अहिले, तपाईँको अनुभव कस्तो रह्यो र राज्यले तपाईँलाई चिन्छ कि चिन्दैन ठ्याक्कै? फोटोग्राफरलाई एज हामी फोटोग्राफरहरू चाहिँ हामीसँग आबद्ध फोटोग्राफरहरू देशको लागि कर तिरेर उहाँहरूलाई पनि राखे, उहाँहरूले फोटोग्राफर राख्नुहुन्छ, वैधानिक व्यक्ति राख्नुहुन्छ कि राख्नुहुन्न? एकदम कर तिरेर हामी फोटोग्राफरहरू चाहिँ बस्नु भएको छ। तर एज अ हामीले चाहिँ यो विषयमा हामी कुरा उठाइरहेका छौँ। राज्यले फोटोग्राफर वैधानिक फोटोग्राफर राख्नु भएको छ कि छैन, यो एउटा चासोको विषय पनि हो। र फोटोग्राफरले चासो किन लिनुपर्छ भन्दाखेरि त्यसलाई हामी कर तिरिरहेछौँ। समग्र हाम्रो फोटोग्राफरहरू हामीसँग आबद्ध भएका सम्पूर्ण फोटोग्राफरहरू चाहिँ राज्यलाई कर नतिरिकन हाम्रो सदस्य बन्न पनि पाइँदैन। सदस्य बन्नको लागि मिनिमम हाम्रो राज्यलाई कर तिर्नुपर्छ भने पछाडि उहाँहरूलाई अब समग्र फोटोग्राफरलाई चाहिँ राज्यले हेर्ने दृष्टिकोण अलिकति हामी महसुस गरिरहेका छौँ। हामीलाई कुनै लेभल समान छैन, आवश्यक छ, समान अलिकति नभएको महसुस छ। हेर्नु न, जस्तो कि अब हामी सञ्चारकर्मीहरूलाई हेर्न चाहिँ सञ्चार माध्यमहरूलाई हेर्ने नियमन गर्ने निकायहरू छन् होइन। तपाईँहरू आफै निकाय हो हुन चाहिँ यद्यपि होइन, तथापि विभिन्न बजेटिङका कुराहरू हुन सक्छन् होइन, अप्ठ्यारो हुनुहुन्छ नि त होइन। जस्तै यस खालको इभेन्टहरू आयोजना गर्न अप्ठ्यारो हुन्छ। यो इभेन्ट त तपाईँको काठमाडौँ फोटोग्राफर सङ्घका लागि मात्रै त होइन नि त यो इभेन्ट होइन, यो त राज्यको लागि हो। विशेष गरेर नेपालको कला संस्कृति नेपालमा त हामीले चिनाउनु पर्छ नै, हामी विश्वभरि चिनाउने भनेर हामी लागिरहेछौँ। यो चाहिँ विश्वका अन्य देशहरूमा पनि यी फोटोहरूलाई चाहिँ लगेर प्रदर्शनी गर्ने हाम्रो आगामी योजना चाहिँ त्यस्तो छ कि जुन फोटोहरू उदाहरणको लागि विदेशमा लगेर प्रदर्शन गरियो भने ती फोटोले चाहिँ नेपालमा एज अ डेस्टिनेसन वेडिङको हब बन्न सक्छ, देखाउन सकिन्छ। समग्र नेपाललाई केही फोटोहरूलाई यहाँहरूले पठाउनुहुन्छ, अवश्य पनि हामी यसलाई विदेशमा लगेर मुलुकहरूमा हामीले जुन प्रदर्शनी गरेर सङ्ग्रहालयमा अथवा प्रदर्शनी कुनै हाम्रो इभेन्टहरू हुनसक्छ। हामी विभिन्न देशहरूसँग इन्डियामा हामी राम्रैसँग कनेक्सनमा छौँ। अब चाइना लगायत विभिन्न देशहरूसँग कनेक्सन राम्रो छ नेपाली फोटोग्राफी सङ्घहरूको माध्यमबाट। सो यी फोटोहरूलाई त्यहाँ लगेर हामीले प्रेजेन्ट गर्ने, अन्य देशमा पनि कसरी हामीले सकिन्छ भनेर सोचिरहेछौँ। आशा छ अब यो विषयलाई चाहिँ सरकारले बुझ्छ होला, सरकारले पनि ध्यान आकर्षण गराउन सकिन्छ होला। म यहीँबाट अहिले चाहिँ अनुरोध गर्न चाहन्छु, सरकारले चाहिँ यो विषयलाई सोचेर फोटोग्राफरलाई पनि के सहुलियत दिन सकिन्छ। फोटोग्राफरलाई पनि धेरै तिरमर्काहरू छन्, फोटोग्राफरका प्रविधिका कुराहरू डेभलप भइरहेका छन्। प्रविधिमा पनि कसरी विभिन्न चिजहरू, उदाहरणको लागि प्रविधि नयाँ आइरहेछ तर फोटोग्राफरले आफूलाई अपडेट गराउनको लागि पुस गर्ने, अनुदान दिनुपर्ने, पुस गर्ने, अब जनचेतनाका कार्यक्रमहरू पनि आउन सक्नुपर्ने हुन्छ। ती कुराहरूमा सञ्चारकर्मीहरूलाई पत्रकारहरूलाई चाहिँ तपाईँको विभिन्न सामग्री किन्दाखेरि अनुदान दिइन्छ है। नेपाल प्रेस काउन्सिल पनि छ, तपाईँको चाहिँ नि यता पत्रकार महासङ्घ पनि छ होइन, अथवा चाहिँ सूचना विभाग पनि छ होइन, सूचना विभाग पनि छ। छुट्टै विभागमा विभिन्न चाहिँ फन्डहरू आइरहेका हुन्छन्, त्यो फन्ड मार्फत अथवा चाहिँ प्रदेशमा हेर्नुहुन्छ भनेदेखि सञ्चार रजिस्ट्रार छ होइन, विभिन्न सङ्घ संस्थाहरू छन् जसले फन्डिङ गरिरहेका हुन्छन्, पत्रकारहरूलाई फन्डिङ गर्ने संस्थाहरू छन्। तर फोटोग्राफरलाई फन्डिङ गर्ने अथवा फोटोग्राफरहरूलाई नै वैधानिक रूपमा चाहिँ तपाईँहरूलाई चाहिँ यसरी हामी अनुदान दिँदैछौँ, यसमा पर्नुहोस् भनेर यो प्रकारहरू चाहिँ किन गरिएन होला क्या? यो तपाईँको पहल हुन्छ कि हुनु पऱ्यो नि सर। तपाईँ 1 वर्ष भयो होइन, तपाईँको डे 1 देखि पहल गर्नु पऱ्यो सर। यो विषयमा हामीले सुरुवाती चरणदेखि नै सोचिरहेका हो। सूचना विभागले नै यस अन्तर्गत चाहिँ चासो लिने हो कि कुन विभाग अन्तर्गत राख्ने हो होइन, यसलाई त राख्नु पऱ्यो नि। फोटोग्राफीलाई हामीले यो विषयमा हामीले पहिलेदेखि नै सोचिरहेको हौँ, सुरुवातीको चरणदेखि सोचिरहेछौँ। विभिन्न चरणमा अब हामीलाई जुन हजुरले भन्नुभयो जस्तै गरेर एउटा लेभलमा उहाँले राख्नु भएको छैन भने हामीले घचघच्याउने काममा हामी लाग्छौँ। र अहिले नेपाल सरकार टुरिज्म बोर्डबाट यस वर्षदेखि अहिले हालबाट चाहिँ हामीसँग सहकार्यको लागि उहाँहरूसँग एउटा सहकारी शुभारम्भ भएको छ। एउटा
खुसीको कुरा पनि म यहाँसँग सेयर गर्न चाहन्छु। समग्र फोटोग्राफरहरू बिचमा पनि यो कुरा म नयाँ ढङ्गबाट टुरिज्म बोर्ड चाहिँ हामीसँग नजिक हुँदै हुनुहुन्छ। सँगसँगै गएर यसपालि हाम्रो यो फोटोग्राफी भनेको चाहिँ विशेष गरेर संस्कृति मन्त्रालय अन्तर्गत संस्कृतिलाई जगेर्ना गरिरहेछौँ। एज अ व्यवसाय मात्रै नभएर संस्कृतिलाई पनि हामीले जगेर्ना गरिरहेछौँ भने पछाडि देशले राज्यले चिन्नुपर्छ भनेर हामीले केही समय अगाडि मन्त्रीज्यूलाई पनि हामीले भेटिसकेका छौँ। मतलब फोटोग्राफर चिनाउ अभियान पनि हो यो? अवश्य पनि फोटोग्राफर चिनाउ, फोटोग्राफरलाई एउटा फोटोग्राफी चिनाउ र फोटोग्राफर काम गर्दै गर्दा ऊ सम्मानित अथवा सेलिब्रिटीको रूपमा समाजमा पनि रूपान्तर होस्। यो मजदुर मात्रै होइन भन्ने कुरो सर। अब हामी कार्यक्रम अन्तिम चरणमा पनि छौँ होइन? नेपालमा पनि फोटोग्राफरको कारणले धेरै ठुलो योगदान दिएको छ होइन? अघि यहाँको नारा भन्दै गर्दाखेरि मनले हेर्ने दृष्टिकोण बदल्दाखेरि तस्बिर कतै बदलिन्छ भने जस्तो होइन? धेरै फोटोग्राफीहरूको कारणले नै धेरै चेतनाहरूको चाहिँ स्तर पनि बदलिएको छ होइन? चेतना विस्तारित भएको छ होइन? तर त्यो योगदानलाई चाहिँ तपाईँहरूले स्मरण होइन? तपाईँहरूको योगदानको कसले स्मरण गरिदिने होइन? तपाईँहरू आफै पनि सङ्गठित हुनुहुन्न भन्ने छ के सर? यो विषयमा म के भन्न चाहन्छु भन्दाखेरि हामी काठमाडौँ फोटोग्राफर कहिले हुने क्या सर? अवश्य पनि हामी एक हुन छौँ पनि र हामी समग्र फोटोग्राफरहरूलाई भन्ने गरिन्छ। यसमा विभाजन चाहिँ छैन, फोटोग्राफरहरूमा विभाजन छैन। म त्यसरी विभाजन छ जस्तो मलाई लाग्दैन। आबद्ध नहुनु व्यक्तिले फोटोग्राफी सङ्घलाई विश्वास कति गर्छ होइन? यो कुराले पनि त अर्थ राख्छ नि सर। यसमा यस्तो छ, विशेष गरेर व्यवसायी फोटोग्राफरहरूमा एउटा व्यवसायी फोटोग्राफरहरूको रूपमा चाहिँ उहाँहरूलाई कस्तो हुँदो रहेछ भन्दाखेरि म व्यवसाय गरिरहेको व्यक्ति समय निकाल्न नसक्ने भएको कारणले हाम्रा संस्थाका एक्टिभिटीहरूमा अलिक कम सहभागी हुने कुराहरू एउटा रहला। तर समग्र रूपमा लिनु पर्दाखेरि त्यसरी विभाजित छ भनेर हामीले भन्न मिल्दैन। यो कुराहरू अवश्य पनि छैन सर। अब यो कार्यक्रममै बढी हामी केन्द्रित भयौँ होइन? यो कार्यक्रम सँगसँगै यो कार्यक्रमको सुरुवात हो कि यो कार्यक्रम पछि पनि यहाँहरूले चाहिँ के छ यो कार्यक्रम एक खालको गर्नु नै हुन्छ यहाँहरूले होइन? यो कार्यक्रम पछि चाहिँ कस्ता खालका थप कार्यक्रमहरू यहाँहरूले लन्च गर्दै हुनुहुन्छ? विशेष गरी हामी काठमाडौँ फोटोग्राफर सङ्घले हामीले गरिरहेका कार्यक्रमहरू मध्येमा एउटा मुख्य कार्यक्रम केपी वेडिङ फोटो अवार्ड यो देशैभरि अझ विदेशसम्म पनि फैलिएको छ। अहिले यहाँहरू सामाजिक सञ्जाल विभिन्न ठाउँबाट हेर्न सक्नुहुन्छ भने अबका दिनहरूमा र पहिला पनि हामीले के थियौँ र छौँ भन्दाखेरि हामी सामाजिक रूपमा सामाजिक कार्यक्रमहरू जस्तै फोटोग्राफरहरूलाई विभिन्न समयमा अति बाढी पीडित भइयो अस्ति मात्रै हाम्रो उदाहरण छ, उहाँहरूलाई हामीले सहयोग गरौँ। त्यस्तै गरी नेपालमा कतिपय बेलामा रक्तअभाव हुन्छ, हामी रक्तदान गर्छौँ, फोटोग्राफरहरूलाई नै बोलाएर रक्तदान गरिरहेछौँ। त्यस्तै गरी आँखा शिविर फोटोग्राफरहरूको सबैभन्दा मुख्य वस्तु हो भनौँ न, शरीरको अङ्गमध्ये आँखा पनि एक हो। धेरैभन्दा धेरै कम्प्युटरमा बस्नुपर्ने, धेरैभन्दा धेरै फोटोग्राफरले आफ्नो समय क्यामेरामा दिनुपर्ने। सो कारणले गर्दाखेरि फोटोग्राफरहरूलाई हामी चाहिँ आँखा शिविर विभिन्न समयमा फ्री आँखा शिविर, स्वास्थ्य बिमा पनि फ्रीमै गर्दै हुन्छ सर नेपाल सरकारले। यसको लागि हामीले एकदम पहल हामीले अवश्य पनि आशा गरेका छौँ। पहलको लागि हामी पहल कदमी पनि गरिरहेछौँ। कठिन काम हो नि फोटोग्राफी सर? फोटोग्राफी एकदम कठिन काम हो। एउटा फोटोग्राफरले म अलिकति यहाँ जोड्न चाहन्छु, फोटोग्राफर हुँदै गर्दा एउटा फोटोग्राफरले आफ्नो एउटा लामो अनुभव बिताउँछ, उसले सिक्नु पर्यो। नेपालमा फोटोग्राफीको कुनै पनि त्यस्तो कलेज युनिभर्सिटी छैन जसले गर्दाखेरि टक्क आज 2 वर्ष पढ्यो अनि फोटोग्राफी अनुभव गर्दै आफ्ना आफन्तहरूसँग सिक्दै आफ्ना दाजुभाइसँग सिक्दै उसले आफ्नो एउटा स्किल डेभलप गर्दै बिस्तारै जानुपर्ने अवस्था छ। युनिभर्सिटीहरू पनि छैन। सो पनि नहुँदाखेरि अब यतापट्टि अर्को भनेको लगानी गर्नुपर्ने छ। एउटा क्यामेरा एउटा ग्याजेट किन्दाखेरि ठुलो लगानी छ। त्यो लगानीमा राज्यले केही सहुलियत दिन सक्यो भने, केही राज्यबाट पनि अनुदान दिन सक्यो भने फोटोग्राफीलाई पक्कै पनि राहत हुन्छ। अब लामो समय, अब एउटा फोटोग्राफरले 20औं वर्ष गर्दै गर्दा उसको चाहिँ लामो उमेरको पनि टाइम जान्छ। तर अब राज्यबाट भविष्य सुनिश्चित नहुन सक्छ, भविष्यको लागि पनि त्यही त, भविष्य सुनिश्चित गराउनको लागि राज्यले पनि केही पहल गरिदियोस् भन्ने पनि हाम्रो चाहना। तपाईँहरूले पहल गर्नु पर्यो नि सर राज्यलाई। एकदम हामी राज्यलाई घचघचाउने कुरामा हामी छँदैछौँ। अन्तमा सर हामी कार्यक्रम अन्तिम चरणमा छौँ। अन्तमा तपाईँको के छ होइन, सन्देश कस्तो छ
समग्र फोटोग्राफरहरूका लागि, समग्र नागरिकहरू जनताहरूका लागि जसले चाहिँ फोटोग्राफीलाई चाहिँ फोटोग्राफी नै हेर्छौँ हामी फेसबुकमा सामाजिक सञ्जालमा विभिन्न रूपमा फोटोग्राफी नै हेरेकै आकर्षण बढ्यो भनौँ न, फोटोग्राफीको आकर्षण पनि बढिरहेका छन्। उहाँहरूलाई सन्देश कस्तो छ र यो कार्यक्रमको नियन्त्रण तपाईँ कसरी गर्न चाहनुहुन्छ? विशेष गरेर काठमाडौँ फोटोग्राफर सङ्घले आयोजना गरेको यस वेडिङ फोटो अवार्ड 2024मा सम्पूर्ण देश विदेश रहनुहुने नेपाली फोटोग्राफरहरूलाई पौष 12 गते राष्ट्रिय नाचघर जमलमा उपस्थित भई भव्य कार्यक्रमको लागि सफलता पारिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। सँगसँगै हामी विभिन्न कार्यक्रमहरू पनि अरू आयोजना गरिएका छौँ, सो कार्यक्रममा पनि समावेश भइदिनु होला। र नेक्स्ट डे हाम्रो 13 गते चाहिँ हाम्रो बबर मल स्थित आर्ट ग्यालरीमा फोटो प्रदर्शनी हुँदैछ। सो कार्यक्रममा यहाँहरू सम्पूर्ण फोटोग्राफर, फोटो व्यवसायी, फोटो प्रेमीहरूलाई निमन्त्रणा गर्दै आम नेपाली दाजुभाइ दिदीबहिनीले पनि सो कार्यक्रम सो फोटो प्रदर्शनी हेर्न सक्नुहुनेछ, अवलोकन गर्न सक्नुहुनेछ। सो अवलोकनबाट नेपाली विवाह फोटोग्राफी र नेपालमा कस्तो गर्नुपर्नेछ त विवाह फोटोग्राफीको बारेमा पनि आफूले केही जान्नुहुनेछ भन्ने आशा गर्दै सम्पूर्णलाई यहाँबाटै म ठुलो निम्तो दिन चाहन्छु। धन्यवाद। ल, तपाईँलाई पनि धन्यवाद छ, तपाईँलाई शुभकामना छ, कार्यक्रम भव्यतापूर्वक सम्पन्न रहोस् र तपाईँहरूको योगदानलाई अवश्य पनि राज्यले प्रशंसा गरोस्, राज्यले चिनोस् र अघि यहाँले भने जस्तै यहाँको प्रस्तावलाई होइन फोटोग्राफरहरूको चाहिँ भविष्य सुनिश्चित गर्नका लागि राज्यको तर्फबाट पहल रहोस्। हार्दिक शुभकामना, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई शुभकामना छ। हस्, थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद। यहाँले अमूल्य समय दिनुभयो। यहाँ विशेष गरेर यहाँ लगायत यो सम्पूर्ण यो हो टेलिभिजन परिवारलाई म विशेष धन्यवाद दिन चाहन्छु। यहाँहरूले मलाई आफ्ना लगायत समग्र फोटोग्राफी समुदायको, फोटोग्राफी कम्युनिटीको केही कुराहरू राख्ने मौका दिनुभयो। यहाँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद। हस्, आदरणीय दर्शकहरू, हामी यो रूपान्तरणको अन्तिम चरणमा आइपुगेका छौँ। आजको यो श्रृङ्खलामा हामीले काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष आदरणीय हरिप्रसाद घिमिरेज्यूसँग कुराकानी गऱ्यौँ। उहाँहरूले आयोजना गर्दै गरेको KPA फोटो अवार्ड 2024 खास गरी काठमाडौँ उपत्यकाभित्रका मात्रै होइन, सिङ्गो देशभरिकै फोटोग्राफरहरूलाई सङ्गठित गर्ने र विवाह संस्कृतिको प्रवर्धन गर्नका लागि चाहिँ उहाँले यो कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ। यो कार्यक्रम चाहिँ 12 गते पौष 12 गते राष्ट्रिय नाचघरमा जमलमा र त्यसमा चाहिँ अवार्ड सेरेमनी हुँदैछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेज्यू त्यहाँ उपस्थित हुनुहुन्छ भने 13 गते कार्यक्रम चाहिँ नेपाल आर्ट काउन्सिल, नेपाल कला परिषद बबर महलमा हुँदैछ। त्यहाँनिर चाहिँ फोटो प्रदर्शनी हुँदैछ। यो कार्यक्रममा तपाईँहरू पनि आउनुहोला र फोटो प्रदर्शनीमा सहभागी भएर फोटोग्राफरहरूलाई हौसला बढाउनु होला र नेपालको संस्कृति जोगाउनका लागि तपाईँले पनि योगदान दिनुपर्छ। नमस्कार, धन्यवाद।